हेलो गाइज, आजको यो भिडियोमा हामी जान्दैछौँ वर्ल्ड्स टप 10 मोस्ट डिमान्डिङ जबहरू, जुन भविष्यमा पनि निकै अवसर दिन्छ। यदि तपाईले करियर छनौट गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईकै लागि हो। नम्बर 10 मा रहेका छन् एकाउन्टेन्ट वा अडिटर। हरेक कम्पनीलाई फाइनान्स व्यवस्थापन गर्न विशेषज्ञ आवश्यक पर्छ। त्यसैले एकाउन्टेन्ट र अडिटर नम्बर 10 मा रहेको छ। त्यसैगरी नम्बर 9 मा छन् डिजिटल मार्केटर। अनलाइन मार्केटिङ बढेसँगै एसइओ, एसएमएम र कन्टेन्ट मार्केटिङको माग बढेको छ। नम्बर 8 मा रहेका छन् डेटा एनालिस्ट अर साइन्टिस्ट। कम्पनीहरूले डेटा मार्फत निर्णय लिन्छन्, जसका लागि यो स्किल उच्च डिमान्डमा छ। नम्बर 7 मा रहेका छन् हेल्थ केयर प्रोफेसनल्स, जुनमा डाक्टर, नर्सहरू पर्छन्। स्वास्थ्य क्षेत्रमा सधैँ माग हुन्छ, विशेष गरी महामारी पछि। नम्बर 6 मा रहेका छन् साइबर सेक्युरिटी स्पेशलिस्ट, भन्नाले ह्याकर। ह्याकरबाट बच्न कम्पनीहरूले साइबर सुरक्षा विशेषज्ञ खोजिरहेका हुन्छन्। नम्बर 5 मा रहेका छन् युएक्स युआई डिजाइनर। प्रयोगकर्ता अनुभव राम्रो बनाउने डिजाइनरको माग छ, विशेष गरी आइटी कम्पनीहरूमा। नम्बर 4 मा रहेका छन् एआई वा मसिन लर्निङ इन्जिनियर। आर्टिफिसियल इन्टेलिजेन्स संसारको भविष्य हो, त्यसैले एआई र एमएलको डिमान्ड धेरै छ। नम्बर 3 मा रहेका छन् सफ्टवेयर डेभलपर वा इन्जिनियर। एप, वेबसाइट, सफ्टवेयर बनाउन डेभलपरको भूमिका मुख्य हुन्छ। नम्बर 2 मा रहेका छन् प्रोजेक्ट म्यानेजर। कम्पनीमा कामहरू व्यवस्थापन गर्न, दक्ष प्रोजेक्टहरू म्यानेज गर्नको लागि प्रोजेक्ट म्यानेजर चाहिन्छ। नम्बर 1 मा रहेका छन् क्लाउड इन्जिनियर वा डेभ अप्स। कम्पनीहरू क्लाउडमा सर्ने क्रम बढ्दैछ, यसैले यो रोल अत्यन्तै डिमान्डमा छ। यी सबै जागिरहरू संसारभर अत्यन्तै डिमान्डमा छन्। तपाईँ कुन जागिरमा रुचि राख्नुहुन्छ कमेन्टमा लेख्नुहोस्। भिडियो मन परे लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।